फागुन 1 गतेका दिन हामीले सुनिसकेका छौं पूर्वी नेपालबाट नेपालका महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार दिउँसो 12 बजेको हवाईजहाज चढेर काठमाडौँमा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण हुने कार्यक्रम सुनिएको छ। म यस कार्यक्रमलाई महत्त्वपूर्ण रूपमा सम्पूर्ण मिडियाकर्मी साथीभाइहरूले बढीभन्दा बढी प्रचारमा ल्याइदिनु हुन अनुरोध गर्दछु। मलाई बारम्बार मनोज बाबुले पुरानो कम्युनिस्ट नेता भनेर परिचय दिइराख्नु भएको छ। वास्तवमा म अहिले नेपालको राजनीतिमा केही मान्छे मध्ये एकजना म पनि पुरानो कम्युनिस्ट नेता हो। डाक्टर केशवचन्द्र रायमाझी जुन बेला नेपाल कम्युनिस्ट पार्टीको प्रमुख हुनुहुन्थ्यो, उहाँले आयोजना गर्नुभएको अन्तिम सम्मेलनमा उहाँले पार्टी छोडेपछि त्यो पार्टीको मैले केही समय नेतृत्व लिएर देशको सेवा गर्न पाउने, जनताको सेवा गर्न पाउने अवसर पाएको थिएँ। त्यसला नेपालमा एउटा मात्रै कम्युनिस्ट पार्टी थियो। अरू त यी भुरे टाकुरेहरू गाउँ गाउँमा कता कता हँसियाले मान्छेको गर्दन काट्दै, गुलेलीले मान्छेलाई यताउति हिर्काउँदै मार्दै, कता कता कम्युनिस्ट भनेको यस्तै मार्ने, शिकार खेल्ने गर्ने यस्तै यस्तै मात्रै हो कम्युनिस्ट भन्ने सिकेकाहरू कम्युनिस्ट हुन सिक्दै थिए, ज्यान मार्ने काममा सिक्दै थिए, शिकार खेल्ने काममा सिक्दै थिए। त्यसबेला हामीले बुझेको कम्युनिस्ट भनेको देशभक्त र इमान्दारी मात्रै हो भन्ने हामीले सिकेका थियौँ। त्यसबेला देशभक्त र इमान्दारको जुन कम्युनिस्टको चाहिँ जथा थियो, त्यसबेला म पनि त्यहाँ त्यसमध्ये एउटा कार्यकर्ता थिएँ। त्यस मानेमा मनोज बाबुले बारम्बार मलाई पुरानो कम्युनिस्ट नेता भनेर जो परिचय गराउनु भयो, यसको निम्ति म उहाँलाई धन्यवाद दिन चाहन्छु। कम्युनिस्टहरू वास्तवमा देशभक्त हुन्छन्, देशभक्त हुनुपर्छ। जो देशभक्त छैन त्यो कम्युनिस्ट पनि होइन, त्यो ठग हो। ठगबाट नेपाली जनताले होसियारी गर्नुपर्छ कम्युनिस्टको नाममा। कम्युनिस्ट अन्तर्राष्ट्रिय सङ्गठन हो त्यो। नेपालभित्र नेपाल भन्ने माटोलाई राजाले निर्माण गरेको माटो हो यो। नेपालको एउटा अवैध अत्यन्तै पवित्र सम्बन्ध के छ भने नेपाल भन्ने शब्द नेपाली सम्पूर्ण जाति र नेपालको राज सिंहासन एकै मुहूर्तमा एकै दिन स्थापित भएको हो। बडा महाराजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरी बक्सियो। एकीकरण गर्दा सँगसँगै जति हामी विभिन्न जाति जनजाति टुक्रा भारे टुक्रे भएर बसेका जति जनता थियौँ तिमी सब एक हामी भयौँ। एक दिन जुन दिन नेपाल एकीकरण भयो त्यही दिन नेपाली जातिको पनि उत्पत्ति भयो। र जुन दिन नेपाली जातिको उत्पत्ति भयो त्यसको सङ्घर्षको निम्ति, त्यसको विकासको निम्ति, त्यसलाई सदा सर्वदा अगाडि बढाइराख्नको निम्ति जिम्मेवारी पूर्ण रूपमा अभिभावकको भूमिका सिर्पेच अगाडि आयो। बडा महाराजा पृथ्वीनारायण शाहले त्यसको जिम्मा लिनुभयो। त्यसकारण नेपाल भनेको, नेपाली जाति भनेको र नेपालको सिर्पेच भनेको एक अर्कालाई छुट्याउन नसकिने अभेद्य शक्ति हो भन्ने कुरा म यहाँहरू सबैलाई अनुरोध गर्न चाहन्छु। र त्यही शक्तिको बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चर्चा हुँदाखेरि मलाई थाहा छ, मेरो सँग थियो त्यसबेलाका प्रधानमन्त्री टङ्कप्रसाद आचार्यसँग व्यक्ति रूपमा मेरो राम्रो सम्बन्ध थियो। उहाँले भन्नुहुन्थ्यो प्रधानमन्त्रीको रूपमा उहाँ चाइना सरकारको निम्तामा जाँदा त्यहाँ माओसुतुङले भन्नुभएको थियो, चाइनिज कम्युनिस्ट पार्टीका अध्यक्ष माओसुतुङले भन्नुभएको थियो, हे प्रधानमन्त्रीजी तपाईँहरूको देशमा राजा छन्, राजालाई कमजोर बनाउनु भयो भने, राजा कमजोर भयो भने तपाईँहरूको देशको अस्तित्व समाप्त भएर जान सक्छ है। त्यहाँका जनताहरू राजाप्रति विश्वास गरेर बसेका छन्। त्यहाँको माटो राजाले सङ्गठित गरे हो र त्यसको नेतृत्व सिर्पेचले मात्रै गर्न सक्छ। त्यसलाई अलिकति पनि कमजोर बनाउनु भयो भने तपाईँको देश खतरामा पर्न सक्छ भनेर टङ्कप्रसाद आचार्यलाई भन्नुभएको थियो। त्यो कुरा आज पनि आवश्यकता छ, हामी सबैले जानकारी लिनुपर्छ। त्यसपछि डाक्टर केशवचन्द्र रायमाझी कम्युनिस्ट पार्टीको प्रमुख हैसियतले चीन जानुभयो। चीन गएको बेलामा माओसुतुङ फेरि भेट भयो। भर्खरै कम्युनिस्ट पार्टीको सम्मेलन भएको थियो। उहाँले सोध्नुभयो माओसुतुङले, डाक्टर तपाईँले त नेपालमा कम्युनिस्ट पार्टीको सम्मेलन गर्नुभयो नि, राजाको बारेमा के निर्णय गर्नुभयो? उहाँले भन्नुहुन्छ हामीले राजालाई संवैधानिक राजतन्त्र नेपालमा चाहिन्छ भन्ने निर्णय गर्यौँ। वाइज नेपालका कम्युनिस्ट लिडरहरू वाइज
बुद्धिमान हुनुहुन्छ तपाईँहरू। वास्तवमा राजालाई कमजोर बनाउनु पर्ने परिस्थिति आयो भने, राजा कमजोर भए नेपालमा भने नेपालको अस्तित्व समाप्त हुन्छ। होसियारी गर्नुहोस् नि, राजालाई जहिले पनि तपाईँले चाहिँ साथ दिएर हेर्नुहोस्। कम्युनिस्ट बन्न हुँदैन, कम्युनिस्ट देशभक्त हुनुपर्छ, देशभक्त मात्रै कम्युनिस्ट हुनसक्छ। र राजाको संरक्षण, राजाको सुरक्षा राजाले माथिल्लो ठाउँमा राख्नुभयो भने राजाले नै संसारमा नेपालको अस्तित्वलाई कायम राखिरहन्छन् भनेर डाक्टर रायमाझीलाई उहाँले भन्नुभएको थियो। म रायमाझीको अत्यन्त नजिकको मित्र भएको नाताले, पार्टीको एउटा नजिकको कार्यकर्ता भएको नाताले पनि यो कुरा मलाई थाहा छ। र आज त्यही अवस्था नेपालमा हामीले भोगिरहेका छौँ। आज 25-30 वर्षदेखि नेपालको हालत आज भोलि पर्सि गर्दा गर्दै धेरै नराम्रो अवस्थामा पुगिसक्यो। भन्छन् मान्छेहरू नेपाल एकदम अप्ठ्यारो ठाउँमा छ। म तपाईँलाई भन्न चाहन्छु, अमेरिकामा 1951 भनेको आजभन्दा 76 वर्ष अगाडि हेरिक यो ट्रन मुन भन्ने मान्छे राष्ट्रपति थिए। आजभन्दा 76 वर्ष अगाडि उनले एउटा अन्तर्राष्ट्रिय नीति आफ्नो अमेरिकाको उनले प्रस्तुत गरे। त्यसमा नेपालको बारेमा प्रश्न उनले लेखेका छन्। भारत र चीनको बिचमा नेपाल भन्ने एउटा देश छ। त्यसबेला नेपालमा राणा शासन थियो। राणा शासन भएकै बेलामा हेरिक ट्रम्मुनले भन्छन् कि हामी नेपालप्रति बडो सजग भएर हेरिरहेका छौँ। त्यसबेला राणा शासनको टाइममा र नेपालमा कुनै पनि हालतमा राष्ट्रघातीहरू, उग्रवादीहरू, कम्युनिस्ट चरित्रकाहरू, राष्ट्रघाती चरित्रमा लागेकाहरू त्यहाँ सक्रिय हुन हामी दिने छैनौँ। त्यस्तो सक्रिय भयो भने हामी चुप लाएर पनि बस्ने छैनौँ उनले भनेका थिए। आज त्यसको प्रमाण तपाईँलाई हेर्दैछु। यही 82 साल भदौ 22, 23 र 24 गते नेपालमा भएको घटना यसको एउटा सङ्केत हो। त्यसबेला उनले दिएको जुन परराष्ट्र नीति थियो, विदेश नीति थियो अमेरिकाको, त्यसको एउटा प्रतिफल एउटा यहाँ झिलिक्क देखा पर्यो। अर्कोतर्फ चीन भन्ने एउटा देश हाम्रो उत्तर साइडमा, उसले भन्छ यो मेरो हातको हत्केला हो। यो हत्केला भनेको कसरी हुन्छ भने यसरी गर्दाखेरि यो नेपाल हो, उसले भन्छ यो नेपाल हो, यो भुटान हो, यो चाहिँ नै अरुणाचल हो, यो सिक्किम हो र यो चाहिँ तिब्बत हो। यसो गरेको बेलामा म यसो गर्ने भने मात्रै मेरो हत्केला सुरक्षा गर्ने हुनाले कुनै पनि बेला म मेरो यी अमलाहरूलाई एक ठाउँमा भेला गर्नेछु। त्यसमा नेपाल पनि यसरी नै भेला हुनेछ। चीनले जहिले पनि नेपाललाई हेरिराखेको छ, कुन बेला यसलाई ट्याप्प समात्ने। एक प्रकारले हामी यो परिस्थितिमा छौँ, अन्तर्राष्ट्रिय परिस्थितिमा। यति मात्र होइन, 2020 सालमा नेपालमा राष्ट्रिय पञ्चायत थियो। राष्ट्रिय पञ्चायतको प्रतिनिधिमण्डलको नेतृत्व विश्वबन्धु थापाले गर्नुभएको थियो, राष्ट्रिय पञ्चायतको अध्यक्षको हैसियतले। उहाँले त्यहाँ चीनका राजनीतिक नेताहरूसँग बसेर कुरा गर्दा चाइनिजहरूले भन्छन् हेर्नुहोस् नेपाल हाम्रो अनन्य मित्र हो, हामी नेपालका मित्र, नेपाल हाम्रो मित्र हो। नेपालले हामीलाई राम्रो गर्छ, हामी नेपालसँग राम्रो सम्बन्ध राखेर बस्छौँ। नेपालले हामीमाथि धोकेबाजी गर्छ, नेपालले हामीलाई नराम्रो गर्छ, हामी पनि नेपाललाई बाँकी राख्दैनौँ। 2020 सालमा भनेको थिएँ। त्यो परिस्थिति आज सिर्जना भएर आइरहेको छ। यहाँ हामी हेरिरहेका छौँ। हामी नेपालमा बसेर राजनीति गर्नेहरूले राजालाई पाखा लगायौँ भनेर अब हामी देशको जिम्मा लिन्छौँ भन्नेहरूले आज मुलुकले यति नराम्रो अवस्थामा पारिसके कि चाइनिजहरू रिसाएर हामीसँग बडो उग्र रूपमा आइसकेका छन्। उनीहरू यो हत्केलालाई कसरी जोगाउने भन्नेमा छन् र उनीहरूले भनेअनुसार हामी चाइनिजहरू कुनै हालतमा पनि यो नेपालले नराम्रो गरेमा हामी पनि छोड्नेवाला छैनौँ भनिरहेको परिस्थिति आज फेरि यहाँ उत्पत्ति भइरहेको छ। हामी यसलाई पनि फेस गर्नुपर्ने छ। अमेरिकाले एकातर्फ त्यो भनिरहेको छ, एकातर्फ चाइनाले यो भनिरहेको छ। यसबिच हाम्रो नेपालमा भएको सरकार राजालाई पाखा लगाउने खेलमा आइरहेको छ, जसले नेपालको जिम्मा लिएको छ, जसले नेपालको सुरक्षा गर्छु भन्छ, जसको दायित्व छ, ऐतिहासिक जिम्मेवारी जसले लिएको छ, त्यसलाई पन्साएर यसो खेलाँची गर्नेहरू, खेलाडीहरू, यसो चाहिँ गुच्चा खेल्नेहरू, खेलाडीहरू मुलुकको शासन व्यवस्था चलाउनु चाहिँ भन्दैछन्। म यस बेलामा आउने चुनाव वा केका कुरा गर्न चाहन्न। म खालि फागुन 1 गतेका दिन महाराज सरकार जो हवाई जहाजबाट चाहिँ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ली बस्छन् छ, त्यसबेला नेपालमा त्यसबेलादेखि भएका अहिलेसम्मका जो आफूलाई कम्युनिस्ट भन्छन्, जो राष्ट्रवादी भन्छन्, जो देशभक्त हुन्छन्, ती मान्छे सबै मान्छेहरू म त्यसलाई पुरानो कम्युनिस्ट नेता भएको नाताले सबैलाई आह्वान गर्छु, देशभन्दा ठुलो अरू दल वा केही पनि होइन। यो देशको निम्ति राजा आवश्यक छ र राजाको स्वागत गर्न सम्पूर्ण राष्ट्रवादी, देशभक्त र कम्युनिस्ट
भावनाका जति हुनुहुन्छ सबै एयरपोर्टमा जाउँ, राजाको स्वागत गरौँ, भव्य रूपमा राजालाई हामी स्वागत गरेर राजा यो मुलुकको जिम्मा तपाईँले लिनुपर्छ भनौँ। म हरेक कम्युनिस्टहरूलाई भन्छु, आफूलाई कम्युनिस्ट मुखले भनेर हुन्न, व्यवहार र भावना हुनु पर्यो, राष्ट्रवादी हुन सक्नु पर्यो, राष्ट्रवादी हुन राजाको नेतृत्वलाई स्वीकार गर्न सक्नु पर्यो, राजालाई अगाडि सारेर राजाको नेतृत्वमा मुलुकलाई अगाडि लिएर जाने, राजा भयो भने संसारका अरू सानातिना समस्याहरू राजाले समाधान गर्ने ऐतिहासिक परम्परा छँदैछ, ऐतिहासिक अवस्था छँदैछ, राजासँग ऐतिहासिक जिम्मेवारी छँदैछ, राजाबाट पुरा गरी बस्न सक्नेछ। अर्कोतर्फ अहिले नेपाली काङ्ग्रेसको आफ्नै प्रकारको चरित्र बढेर गएको छ। नयाँ युवकहरू त्यहाँ आइराख्नु भएको छ, म देखिरहेको छु। ती युवकहरूमा पनि अब राज संस्था नेपालको अपरिहार्य हो, राज संस्थाको नेतृत्व बिना सम्भव छैन भन्ने कुरा उनीहरूको बिचमा चलिरहेको हुनाले अब छिटै नै नेपाली काङ्ग्रेसका पनि जति छन् प्रजातन्त्रवादी साथीहरू हुनुहुन्छ, उहाँहरू सबैले फागुन 1 गतेको दिन महाराज सरकारको स्वागतको निम्ति सबैले आफ्नो प्रकारले त्यहाँ भेला भएर महाराज सरकारको स्वागत गर्ने र भव्य रूपमा स्वागत गरेर राजालाई विश्वास दिलाउने। हामी नेपाली जनताहरू राजभक्त छौँ, राजाको पक्षमा छौँ, राजाबाट हुने नेतृत्वलाई हामी स्वीकार गर्न तयार छौँ। हामी अब सधैँभरि विदेशीले हामीलाई उल्क्याएर हामीलाई यसो गर त्यसो भन्दा राजाको विरोधमा जो पहिले गर्न लगाए, पहिले जे गऱ्यौँ हामी क्षमा पाऊँ, अब यस्तो गल्ती देशको विरोधमा राज संस्थाको विरुद्ध हामी गर्ने छैनौँ भन्ने देखाउनलाई पनि यी प्रजातन्त्रवादी भन्नेहरू जो प्रजातन्त्रवादी भन्छन् यिनीहरूले पनि फागुन 1 गते एयरपोर्टमा गएर महाराज सरकारको स्वागतमा भव्य रूपमा अगाडि सरेर आफ्नो चाहिँ कर्तव्य, देशप्रतिको कर्तव्य, राज संस्थाप्रतिको कर्तव्य, राजाको नेतृत्वप्रतिको कर्तव्य पुरा गर्ने कार्यक्रममा सहभागी भएर अगाडि जाउँ भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।